प्यारी अञ्जना तिम्रो र मेरो बिहे भयो भने 4 वर्षपछि 5 जना। ए राणाका छोरा। नमस्ते साथीहरु, सबैलाई फेरि पनि स्वागत छ यो बदमाश रियाक्सनमा। आज चाहिँ मैले एउटा कमेडी फन भिडियोमा चाहिँ रियाक्सन गर्दै छु गाइज, र सबैले हेरेर साथ दिनु होला, फुल भिडियो हेर्नु होला र इन्जोय पुरा लिनु होला। सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गर्नु होला यो च्यानललाई। तो चलिए शुरू करते हैं। सल्युसन बाबा की जय। अरु कसैलाई के समस्या छ? यो गाउँको समस्या मै होला जा। आसमा बाबा आज मेरो लकी डे हो क्या। के भएर आज खुसीमा रक्सी खाएको। के खुसीमा? मैले आज बिहानै पैसा भेटाएँ नि त। वाउ। बुढीको पर्समा। बेलका बुढीले घरमा छिर्न नदेला नि फेरि। त्यो चाहिँ अब रामेको बुढीले मलाई छिर्न दियोस् कि नदियोस्। ओ माय गॉड। अर्काको बुढीको पैसा पो रहेछ त यार। अर्काको बुढीसँग यसरी पैसा लिँदाखेरि अरूले बाँकी राख्छ, फेरि त्यो उसको बुढाले थाहा पायो नि माया कसम भाटा हाल्ला भाटा। के समस्या पर्यो छिटो भन्नु पर्यो। भेटो मलाई जाँड खान्छस् त जडिया जडिया भन्छन्। मैले यसै जाँड खाएको हो त नि। जाँड खाने मान्छे जडिया नभनेर के भन्नु त दाइ यार, तपाईँ टाइट पीडा भुलाउन जाँड खाएको। हाम्रो पनि पीडा बनाउनलाई के लगाउनु पर्ने हामीले पनि। पीडा भयो त्यस्तो। के पीडा भयो त्यस्तो? ल भन। यसो भुलिहाल्यो नि के थियो। बाबाको म हात देखाउन आएको हो। हात देखाउनु पर्यो ल क्विकली। ल चाहिने कुरा गरे नि त। ल हात देखाउँ। ल हात देखाउँ। ल हात देखाऊ हात देखाऊ। हेर्दिनु पर्यो के हात म बाबा हात हेर्छ। कसको हात हो बाबा हेर्दिनु पर्यो। यो मरेको मान्छेको जस्तो हड्डी लिएर आइरहेको छु। खै अब बाटोमा झरिरहेको थियो बाबा हात हेर्छ भन्ने थाहा पाएँ ल्याइदिए। हो त नि यार। त्यही पनि म मान्छेको हात हेर्छु भक्त। यो हो त नि। हेरेर मान्छे हेर्दिन नि। दामी दामी हात त्यो भरमा तिम्रो हात हेर्। दामी पन्च लाइन। यसै पनि तपाईको 2 विवाह भइसकेको छ। म तेस्री पट्टिको हुँ। अब पनि तपाईले बिहे गर। ओ माय गॉड, कति बिहे गरेको मायाको सँग। हुन त पहिलेको जमानामा यस्तै थिए मायाको बिहे त धमाधम या 2टा 3टा एउटाले 4 5 6 7 8 9 10 पनि हानेको छ यार। आमामा त्यस्तो त त्यो पहिलेको जमाना यार। भयो भने आमा होइन आम्मामा भन्नुपर्छ। यहाँ आइज त। ए राणाका छोरा। ए राणाका छोरा भन्दाखेरि सेमहरूले अर्कै आवाज सुनिन्छ नि होइन, मान्छेहरू अर्कै सोध्छ यो सुन्दाखेरि नै है। मैले पनि त्यस्तै सुनेको। राम्री मान्छेको अगाडि यस्ता कुरा गरेको सुहाउँदैन। यदि तपाईँ अनुमति दिनुहुन्छ भने अञ्जनालाई प्रस्ताव राख्न चाहन्छु। म तिम्रो अगाडि भन्न चाहन्छु प्यारी अञ्जना तिम्रो र मेरो बिहे भयो भने 4 वर्षपछि 5 जना। आमा कसम यो त यार के हो यिनीहरूसँग कति आएको यस्तो शब्दहरू है। अञ्जना यदि तिमी भएन भने म पनि मर्छु भने जस्तो खालको। तपाईले बन्दुक बोकेर हिँड्नुहुन्थ्यो हैन? अहिलेसम्म कतिवटा कालिस मार। उहाँ र मेरो परफर्मेन्स यहाँलाई कस्तो लाग्यो? राम्रो लाग्यो। राम कति राम्रो हो। राम्रो नभइदिए कस्तो भइदिए हुन्थ्यो जस्तो लाग्छ। माय गॉड, अञ्जना त कति राम्री हो, हाँसो पनि कति मिठो। के अधिकारी मजाले निहालेर हेरेको त लप्तेले दिएर बारीका पाट्यामा पुऱ्याइदिन्छु भन्ने भाइ पो रहेछन्। हो माग्ने बुढा हुन्। माग्ने बुढाले नै हो यो थेगो चलाएको है। यिनले पैसा कमाउन थालेपछि त बारीका पाट्यामा प्लाटिङ भइहाल्यो। दामी पन्चलाई दामी। यहाँ मिलिटरी जुत्ता लाएर हान्ने होइन नि, त्यत्रो पैसा कमाएको छ जोर्डनले हान्नु नि। नखरा त्यहाँ म अञ्जनालाई हेर्दैछु। हुन पनि हो यार। अञ्जना दिदी के साह्रो राम्रो यार। मायाको छन् लास्ट हट भएर आएको छ। यहाँ भएका बत्तीहरू झपझप बन्द गर त।
झ्याप्चुप बन्द गरिहाल अञ्जनाको चमकले यहाँ के भन्दैछ उज्यालो दिइहाल्छ दिइहाल्छु नि पूर्णिमाको जुन भए अञ्जनाको जुलाई वाह 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 अच्छा हमको सिखा रिया है पूर्णिमाको जुन भए अञ्जनाको जुलाई खुसी दिन्छु तिमीलाई सारा संसार भुलाई आखिर काटी जल्न पनि त चाहिन्छ उसलाई वाह 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 त्यसो भए अञ्जना चाहियो मलाई त्यही त होला बित्तिकै पुच्छरले चुम्मा गर्थ्यो होला फिल्म हलमा फिल्म हेर्न जाँदा कसको पुच्छर कोसँग अड्केर हे भगवान यार तपाईँले त माने मैले यार कति हँसाउन सकेको यार म त नन स्टप हाँसिरहेको छु मायाका छन् यार बिग फ्यान यार तपाईँको म त अञ्जनाले केकीलाई भेट्ने बित्तिकै दिदी तपाईँको पुच्छर त कस्तो सिल्की केले ओ माय गॉड अन्य भाइले चाहिँ पुच्छरले नाक कट्याउँथ्यो होला साथीहरू हजुरलाई यो भिडियो हेरेर कस्तो लाग्यो जस्तो लाग्यो कृपया त्यस्तै सल्लाह कमेन्टहरू दिनु होला र अहिलेसम्म च्यानललाई सब्स्क्राइबर गर्नु भएको छैन भने गाइज प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला तल सब्स्क्राइबको बटन छ